guys, welcome to our दशैं vlog. हामी चाहिँ दशैं मनाउन सिडनीको लागि हिँडिसक्यौं. के सामान किन्दै प्याकिङ गर्दा हाम्रो चाहिँ राति अँध्यारो भइसक्यो है राजा. हो नि. कतिको एक्साइटेड होइसिन्छ दशैं सेलिब्रेट गर्नलाई. फुल अन. दशैं कतिको लागिरहेछ हजुरलाई? सधैँ एक्साइटेड हो नि. सधैँ त हैन कि अलिकति दशैंमा एक्स्ट्रा हुन्छ नि त राजा. दशैं भन्दा सिडनी जानु यतिकै एक्साइटेड. यतिकै रमाइलो लाग्छ हैन, बच्चाहरुलाई भेट्नु जस्तो हुन्छ. अनि नेपाल कतिको मिस भइराछ? नेपाल त अब नगएकै टिका नलगाएकै 6 वर्ष भइसक्यो. तर सधैँ मिस हुन्छ हैन एज युजुअल. आज पनि ड्राइभर म नै हो. घरबाट निस्किदा चाहिँ जहिले म चलाउँछु भन्ने हो अनुले चाहिँ. तर चलाउने बेला लास्टमा चाहिँ मैले हो जहिले फेरि चाहिँ म चाहिँ बसिसके आफ्नो यो मेरो सिट त हैन, यो मेरो सिट हो. मेरो गाडीको मेरो यो सिट हो. मैले हजुरलाई हस्तान्तरण गरे त्यो जब मलाई सुत्न पर्छ अनि त्यसपछि मलाई खान पर्छ अनि गफ गर्नु पर्छ हजुरसँग. कसले इन्टरटेन गर्छ? गफ गर्नु पर्छ. त्यसपछि आधी बाटो बेसी निदाउने. र हामी भर्खरै सिडनी आइपुग्यौँ. अब हामी गाडीबाट निकाल्दैछौँ माल सामानहरू. राजु Door is open. ओके. यहाँ घरभित्र आउने बित्तिकै हालत यस्तो छ मान्छेको. म थाके. गाडी चलाउनु वहाँदेखि यहाँसम्म चाहिँ मैले हो. फेरि थाक्ने चाहिँ उहाँ हो. फेरि हाम्रो दाइ निस्किन्छ Hello, what's up? विराजको डेब्यु भयो हाम्रो भ्लगमा. अहिले दिजु पनि आइसक्यो. दिजुको पर्खाइमा थियौँ हामी सबैजना. र नाइट बिफोर दसैँ. दसैँको ह्याप्पी बर्थडे टु यु. यहाँ चाहिँ हामी कोक खाइरहेछौँ. कोला. कति बजे आज अरे अहिले कति बजे हाम्रो? भइसक्यो नि 12-11 भइसक्यो. 12 बजेर 12 मिनट गएको. 12 बजेर 11 मिनट गइसक्यो. चाहिँ टक्क कोक खाएर इन्जोय गरिरहेको छ. सुगर फ्री हो नि त, सुगर फ्री हल्का लाग्छ. Next day. गाइस इट्स दसैँ डे. हिजो हल्का ढिला सुत्यो. अब आज हामी उठेर 1 बजे त हो सुतेको. अब यहाँ दसैँको दिनको सुरुवात यसरी हुँदैछ. यता अब भुटानको तयारी हुँदैछ. दिजु कटिङ हुँदैछ मासुबाट. स्पोन्सर बाइ राइस स्पाइस डाइट भन्नु नमिल्ने. तिमीले त भन्नुहुन्थ्यो. ह्यापी दसैँ एभ्रीवन. Happy Dasai! एभ्रीवन. अबु राम्रो भन्यो नि अब प्रपरली. अबु से ह्यापी दसैँ एभ्रीवन. Happy Dasai, everyone! गुड. आज पुरै बिहानदेखि नै गर्मी छ. इट्स अलरेडी 21 डिग्रिज. 2 घन्टामा जस्तै 2-2.5 घन्टामा टिका टाइम होला. अनि वी आर जस्ट प्रिपेयरिङ एभ्रिथिङ. खानेकुरा यताउति. हाम्रो अचारको मास्टर सेफ. मासु चाहिँ म हैन अहिले त कडु हो अचारको त. हजुर अब त्यसबाट रेसिपी लिन पर्यो अहिले. तर अब हामी चाहिँ अचारको तयारीमा लाग्दैछु. म चाहिँ क्यामेराम्यान चाहिँ यसमा फ्रुट्स खाम. तिमी पनि खाऊ ल. म खान्छ ल. यहाँ चाहिँ मासु काट्दै होइसिन्छ. अहिलेसम्म सकिएन मासु काट्ने काम चाहिँ. करुले यहाँ पक्क मासु पाक्दैछ. यसमा चाहिँ होइन अचार बन्यो. त्यसपछि यो चाहिँ के अरे भुटन बन्यो. हामी भिनाजुको चाहिँ बल्ल के अरे मर्निङ स्टार्ट भयो. दाजु त्यहाँ घर सफा गर्दै होइसिन्छ. घर सफा अरे घाँस काट्दै होइसिन्छ दसैँको दिन. गर्मी चाहिँ भिनाजु है. जाले सेतो घाम लागिरहेको छ यार. कस्तो दसैँ जस्तो माहौल भइरहेछ. तर घर मिस त भइरहेछ. रेडी भइसकेन. चट्टो लाएर हजुर रेडी भइसकेन. फर्स्टमा रेडी भएको चाहिँ म हो. 1-1.5 घन्टा भइसक्यो रेडी भएको. ल अब हाम्रो टिका लगाउने कार्यक्रम सुरु हुन लागिरहेछ होइन. सब रेडी भइसक्यो. हामी सबैजना पनि रेडी भइसक्यौँ. पहिला चाहिँ हामीले घरको द्वारमा टिका लगाउनु पर्ने भयो. होइन लगाउँछन्. अब पहिला चाहिँ घरको एन्ट्रीमा टिका लगाउने अनि बल्ल हामी टिका लगाउने.
टिका भन्दा पहिला यहाँ फोटो सुटिङ भइरहेछ अब घरको सबैजनाको एकदमै सबैजना शुभकामना हामी दसैँको टिका भित्र गएर लगाउनु पर्यो नि त हामीले अब कम टिका लगाउने टाइम भइसक्यो ल ल फाइनल्ली ल दसैँको टिका सुरु भयो सबजना यता क्यामराम्यान पुरै नेक्स्ट युगको टर्न टिका लगाउने लभली भएन राम्रोसँग युग ल राम्रोसँग हस् लबुको टर्न र टिकी लाउनु ल सबु लुकिङ सो ब्युटिफुल ल बाबा जी गर्छु र दर्शन गर्छु ल कम अन कति नाइस हो यो त लबु इज गेटिङ रिच अब हाँस्यो है हाँस्यो यो भिडियो नि हो भिडियो नै हो सब सोचेको सबै कुरा पुरा होस् एकदमै स्वस्थ हेल्दी स्वस्थ अनि हेल्दी The right left हो समथिङ लाग्नु पर्ने के साइड मान्छेको हजुर साइड हो ठिक छ नि त मेरो सधैँ आशीर्वाद हो भनेको कुरा लिइदिनु नेपालबाट दर्शन बिराजु अब हेन बर्न हुन्छ दर्शन बिराजु ल कसको टर्न अब बराबरी हेर्नु पाऊँ सँगै टिका लगाउनु पाऊँ अनि त्यसको पनि नेक्स्ट टाइम पछि त्यसको नेक्स्ट टाइम पछि चाहिँ उल्टो भयो सबै कुरा राम्रो होस् स्वास्थ्य मेन कुरा भनेको स्वास्थ्य राम्रो भइहाल्छ दिशा है दरो रक्षा गरौँ दसैँको शुभकामना श्रीमतीलाई के गर्नुपर्छ अब दिदी हो अब जिन्दगीभरिको माया दिने हो राजा जिन्दगीभरिको माया एक मुष्टि दिने आज जिन्दगीभरिको माया बाबा भइहाल्छ हाम्रो ल यो Yug is so good boy, he's gonna be better. होइन भयो अरू पछि गर्नु त बस्ता so beautiful. अब त हेर अनलाइन चाहिँ हुन्छ के है लगाउने हजुर
Now I can leave. No, यहाँ Come on. दर्शन गर Come on. दर्शन ढोकर छ Abu also getting money la. Abu. There you go. दर्शन गर You want to hold it, you? दर्शन गर यता चाहिँ मम्मी यता यता अब यसमा गर्छ दादासँग टिकी लाउँछ एउटा फोटो खिच्दै नि हामी दुर्गा भवानीले रक्षा गर्नु भन्दैछु लोकल दुर्गा लामो शब्द हेल्दी रहनु सोच्नु जस्तै वेट लस आयो त आशीर्वाद चकचक नगर दादालाई बहिनी आऊ भाइजू Just hold it. It told me to capture, okay? It's already captured. नेपाली आफू बन्दै हुने भएर You have to hold it steady. दर्शन गर दादालाई दर्शन यसमा नराख्नु अब यसमा राख्नु के होला है सबभन्दा धेरै टिका लगाएको आज यो सो ज्ञानी सानो मान्छे नि हो अब्बु पछि अब टिका लाउँछ टिका ठिक छ भाइ जी गर्दैछु दादाले जी गर्दैछ अब ल अब टिका लाउँछ रे कम अन लास्ट टिका आऊ कम अन है हस हस यता हेर यता हेर्छु दादाले ज्ञानी हो नि बहिनी यता यता बहिनी ओफो ओहो ब्युटिफुल ब्युटिफुल लास्ट He's looking at my picture. You got to wash your head? Wash your head, yeah. Can you wash your hand? No. Has I've got a plate extra? जी गरिसक्यो जी हो त्यो Okay. के घुमाउने नो नो है उज्यालो दर्शन हातले ल हाम्रो सानो मान्छेहरूको बाँकी रहेछ नि त टिका अझै 3 times huh? Just 2 more time. यस अब्बुलाई मन लाग्यो दादासँग टिका लगाउन अनि अब जमरा लगाइदियो जमरा यो जमरा लगाइदियो जमरा यो येलो कलरको यो त्यस्तो होला ल अब गड ब्लेस यु भन गड ब्लेस यु अब भन हुन्छ त ल जी गरे दर्शन गर्छ दादा दर्शन ल लभली ल नाइस अघि टिका लगाउने कार्यक्रम सक्यो अब यसपछि हाम्रो हुन्छ अब खानपिन होइन ल अब सबैजना अब यता के छलफल हुँदैछ सक्यो ल सबैजनालाई ह्याप्पी दसैँ वन्स अगेन A few moments later. हाम्रो भित्र फोटोसुट सक्यो अब हामी बाहिर फोटोसुट गर्न आउँदैछौँ होइन ल खिच्ने होइन त गाइजहरू फुल भिडियो कि हामी मात्र आउने हो कपालको फोटोसुट भइरहेछ अब कसको फोटोसुट हान्ने हो ल अब हाम्रो फोटोसुट है अनुर मेरो फोटोसुट ल र यहाँ फिटचेक हुँदैछ म चाहिँ बिहाइन्ड द सिन खिचिरहेको छु फिटचेकको टेक टुरे अब योपालि चाहिँ लाइन लगाएर अरे ट्याक्क लगाएर
ल नयाँ नयाँ अब नयाँ टिकटक मनमा फेरि भयो नि जस्तो जस्तो दिएर भयो गो ल देखेन त प्लेटिङ गरेर सक्यो अब हामी खान्छौँ भोक लाग्यो है लास्टै टक्क यहाँ छ भुटन सेलरोटी पुरनदाना अचार खसीको मासु One eternity later. Still going on. Stick together. हजुर Stick together. त्यस्तै हो सानो यो कान्ड ओपन द्याट सधैँ सलामत रहोस् मैले आँटेपाटेको सबै पुरा होस् यसरी नै दसैँमा टिका लाग्न लगाउन पाइयोस् सबैजनालाई धेरै 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 मेरो आशीर्वाद अलिकति ठुलो भए पनि आशीर्वाद लाग्छ अरे टाढो टाढो पढाइ सकेर टक्क जब गरेर होइन हामीलाई टक्क लाएर ट्रिपमा लगाएर टिका अब लगाउने ठुलो मान्छे हुन्छ ज्ञानी बेबी हुन्छ अब्बु भनेको सबै कुरा मान्छ अब्बुले धेरै पढ्छ अनि खुसी हुन्छ है मेरो बाबालाई भए भनेको सबै कुरा पुरा होस् मेरो बाबाको सबै आँटी चाकेको पुरा होस् मेरो बच्चाको ल जी गर्नुपर्छ हातमा हातमा जी गर्छ हातमा जी त्यस्तो गर्दैन यो हातमा जी गर्छ अब दर्शन गर्दै दर्शन गुड गर्ल ल फाइनली हाम्रो सबैजनाको टिकट आलो सक्यो खाएर पनि सक्यो पेटदेखि बिहानदेखि नखाएर भर्खर खाएँ अनि बिहानदेखि नखाएको अब टिकाको दिन बिहान खान मिलेन अनि अहिले खाएको चिल्लो पनि भयो होला 3:30 मा खाएँ बल्ल टिका सिका सकेर अनि Happy Dasi. न दसी दसैँ I know Dasi. गुड म यहाँ फेरि नेक्स्ट टिकटक बन्दैछ म त बिहानदेखि सिन हो नि त ल है ल सुरु ल वाउ वाउ नाइस है ल ल हाम्रो टेक टु हुँदैछ है ठुमक 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 के हो गीतको नाम पनि थाहा छैन मलाई म अब बिहानदेखि सिक्ने मान्छे हुनु नि एकजना रमाइलो भइरहेछ हाम्रो गुलाबी सरारा ए रामी सरारा अर्को गीतमा है ल हो देवा हो के हो यसको नाम होइन आर्जु देवा आर्जु देवाको ल आर्जु देवाको स्टेप है अब हाम्रो नाइस डान्स क्लास अनि आर्जु देवाको डान्स स्टेप कपी गर्न सकेन कस्तो राम्रो नाच्छ आर्जु देवा चाहिँ राम्रो नाच्छ अनि हात दुईटा अनि यस्तो ल भन्नु हातै पुग्यो नि हात बिस्नेस हुन्छ नि टिकटक सेसन पनि सक्यो
रमाइलो भयो फिर से थक गए मैं तो फिर से थक गई टिकटक बनाएर नि सक्यो 2-3 वटा रमाइलो भयो रमाइलो भयो आज स्टिल रमाइलो हुँदैछ दसैँ स्टिल गोइङ अन टिकटक बनाएर चाहिँ रमाइलो भयो एक्सर्साइज हुन्छ नि त अनि त्यसपछि पच्छ झन् पछि फेरि खाने होला नि त पछि दिदीले कमाउने खतरा हल्लाइछ आज हजुरकै छ सरी खतरा हाल्दै मेरो त राम्रो थियो है हजुरको त राम्रो थियो हाजमोला जे आउँछ मजाले पचाउँछ गुड हल्का बिदाई कार्यक्रम सुरु हुन लाग्यो हाम्रो ए म खतरा भइसक्यो नि अब तर होइन पछिको लागि वही चस्मा त्यही हो आजभन्दा 10 वर्षपछि हेऱ्यो भने पनि ऊ हामी यस्ता थियौँ भन्ने त हुन्छ नि ल भन्छ नि जेन्जिसहरू जेन्जिस खतरा छन् 24 घण्टामा देश बदल्दै होइन र अन्त तिहारमा भेटौँ ह्याप्पी डेट भइस नि दादा ल बाई बाई A few moments later. दसैँको टिका पछिको अवस्था छ यहाँ सबजना मोबाइलमा के छ आखिर मोबाइलमा टिका लगाएर सकिसक्यो यसो गफ गर्ने कि भयो छैन मोबाइल चलाएर बसेको बसेको होइन यस्तो के दसैँको गर्छु भनेर बाहिर आफैलाई हेर्छ त्यो जुम जुम गर्दै Say happy Dasai you once more. Happy Dasai, happy Dasai, happy Dasai. Good. Happy Dasai! No, once more. Happy Dasai! Happy Dasai.